हेलो एन्ड नमस्ते गाइज, तपाईहरु सबैजनालाई स्वागत छ मेरो न्यू ब्लगमा। आज चाहिँ मलाई हैन यति धेरै पैसा चाहिँ मम्मीले किन दिएको भन्ने हैन तपाईहरुलाई थाहा नै होला। यो गाउँठाउँमा टोल विकासको बैठक हुन्छ भनेर हैन, त्यसकै लागि तिनीहरुको लागि पैसा दिएको हो मलाई हैन। अहिले गएर तिर्नुपर्छ। अहिले तपाईहरुलाई गयो भने म गयो भने देखाउँछु। सायद मम्मी जान्छ होला, म जाँदैन, मलाई रात लाग्छ। जहिलेसम्म गएको पनि छैन, गयो भने देखाउँछु, गएन भने अब म देखाउन सक्दैन। यो त होइन पुरा मेरो बुढी चाहिँ भाडा जस्तै छ होइन, बिहान बिहान उठेर। अब हामी चाहिँ होइन घरबाट निस्केर माथि जानु पर्यो घुम्नको लागि। यहाँ साथी आएर छ घरमा, एकैछिन बस्यो आएर होइन। अब एकैछिन माथितिर घुम्न जानु पर्यो। अब घरमा बस्यो भने अल्छी लाग्छ। अब चाहिँ टक्क होइन यहाँ साथी घर आइसक्यो। साथी घर आएर यहाँ एकजना साथी पनि भेटिसक्यो होइन। यहाँ चाहिँ कुकुर चराउन आएर चाहिँ अस्तिकै मान्छे मुटु फुट्ने चाहिँ। अब हामी माथितिर जानु पर्यो। अब हामी चाहिँ टक्क यहाँ होइन 5-6 जना केटाहरू जम्मा भइसक्यो होइन, भाइहरू साथीहरू सबैजना जम्मा भइसक्यो। अब जानला माथि भ्यू टावरमा भिडियो सुट गर्नको लागि हामी होइन। अब कहिलेदेखि हाम्रो भिडियो आउँछ थाहा भएन। अब थाहा भएपछि तपाईँहरू भन्छ हामी के भिडियो बनाउनु है, भन हल्का फुल्का भन्न। भन्न सर्ट भिडियो। अहिले हामी चाहिँ होइन माथि भ्यूटार पुग्न थालिसक्यो होइन। ट्याक्क अर्को मैले साथीलाई खानेकुरा किनेर दिइदिएको होइन। प्लास्टिक चाटेर, प्लास्टिक निलो थियो सेतो पारिदियो यसले त। निलो थियो सेतो भएर आयो। हामी चाहिँ माथि भ्यूटारमा पुग्न थाल्छौँ होइन। यहाँबाट देख्दैन, यही बाटो जानुपर्छ यता साइडमा। यता साइडतिर जङ्गल छ होइन। अस्तिको गेमको भिड थियो त होइन, यहीँ हो, यही ग्राउन्डमा खेलेको होइन। आज हामी यता भ्यूटार आएछ होइन। हामी चाहिँ अहिले होइन भ्यूटार भन्ने ठाउँमा आइसक्यो, गुम्बामा। हेर्नु यही हो गुम्बा भन्ने भ्यूटार। यो भित्र के छ तपाईँहरू म देखाउँछु है। अब चाहिँ म होइन यो माथि गएर तपाईँहरू देखाउँछु होइन ठाउँ कस्तो देख्छ रहेछ भनेर। हामी चाहिँ टक्क माथि आएर बसिसक्यो होइन। यहाँ केटाहरू चाहिँ फोटोसुट हान्दैछ। यता साइडमा हेर्नु होला क्यामेराम्यान विराज सिंह। हामी चाहिँ हेर्नु पर्यो होइन, हामीले चाहिँ फोटो खिच्न आउँदैन कि। यहाँ क्यामेराम्यान भाइ होइन, यहाँ बेलौरी भाइ, बाख्रा काण्डा। अब हामी तल जानला, एकैछिन बस्यो हावा खायो होइन। अब तल गएर हामी डिस्कस गर्नुपर्छ एकैछिन। ठाउँ चाहिँ डेन्जर छ है, त्यो हरियाली छ ठाउँ चाहिँ होइन। नराम्रो होइन, राम्रो भन्नुपर्छ यो ठाउँलाई, राम्रै छ। हामी चाहिँ माथिबाट तल आइसक्यो होइन। एक राउन्ड हानेर मजाले घुमेर आइसक्यो होइन। केटाहरू यहाँ नाच्दैछ उपर बजाएर। अब यहाँ नाच्दैछ। हामी चाहिँ टक्क होइन माथिबाट आइसक्यो। अब घर जान लाग्यो। अब घर जाउँ, अब के हुन्छ होइन। घर जाउँ, अब अल्छी पनि लागिसक्यो यता आएर। हल्का फुल्का भिडियो पनि बनायो होइन साथीहरूले मिलेर। तपाईँहरूलाई मैले देखाएकै छ त्यहाँ। अहिले चाहिँ हामी छुट्टी त होइन 3 जनामा आइसक्यो मान्छेहरू। यता एकजना, यता एकजना, बसेको 3 जना होइन। अब 3 जनामा आइसक्यो। आज चाहिँ होइन घरमा खाना नबनाउनु र त्यही के भन्छ नि बिरयानी बनाउनु होइन। अब तपाईँहरूलाई देखाउँछु म बिरयानी बनाएको भिडियोहरू होइन। अब मेरो चाहिँ यहाँ काम के छ भने त्यही टमाटरहरू काट्ने होइन, प्याजहरू काट्नु पर्ने मेरो काम छ। अब काम दिएपछि गर्नु पर्यो होइन। हेलो गाइज, ल आउनु है, हजुरहरूलाई वेलकम छ है। ल मेरो सुनिल मेरो छोराले आज बिरयानी खानु पर्यो मम्मी अब भने बिरयानी बनाउँदै सुरु गर्दैछन्।
मेरो यो छोरी त अल्छी न अल्छी छ ऊ यहाँ झालमा बस्दैछ बुहारी फेरि यहाँ रिसाले डाँडा टोक्दैछन् हाँस्दैछन् हेर्नुलाई गाइस हजुरलाई पनि मनपर्छ नि आउनला छोरा त यहाँ रुँदैछन् सुनिल किन रोको त दिएको रे गाइस के गर्नु होला हजुरहरू पनि अब मनपर्छ नि आउनु होला अहिले लास्टमा फेरि बिरानी पकाएर हजुरहरूले पनि बोलाउँछु अब हजुरहरू पनि आउनु होला खाना मेरो लाइभमा आउनु होला हजुरहरूलाई मनपर्छ नि लाइभ सेयर गरिदिनु होला लाइक कमेन्ट खोइ मलाई त आउँदैन होला अब ल के भन्ने छोरा भन लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला यहाँ चाहिँ होइन मम्मी र बुढी चाहिँ आलु केलाउँदै छ होइन आलु उसिनेको आलु बोक्रो तास्दै छ होइन ट्याक्क हेर्नु होला साथीहरू होइन हाम्रो यहाँ चाहिँ बिरयानी पाकेर रेडी भइसक्यो होइन अब खानाको चट्टा हो रात पनि परिसक्यो होइन अब रात परिसक्यो अब खानु पर्यो यता चाहिँ बिरयानी पस्किँदैछ होइन मम्मीले हाम्रो चाहिँ त्यो सानो थालमा खाने चलन छैन के हाम्रो चाहिँ अब खाएपछि त्यही ठुलो थालमा खान्छ होइन थाल चाहिँ ठुलै छ 5 जनालाई पुग्ने थाल छ होइन अब मजाले बसिन्छ मजाले बसेपछि टक्क खाइन्छ नसकेसम्म खानुपर्छ सकेपछि मात्र उठ्नुपर्छ है खाएला हामी त बिरयानी हजुरलाई पनि आउनु होला अब हामी पनि खाना सुरु गरिसक्यो होइन फर्स्टमै मासु हाल्ने हो बिरयानी काट्दै थियो होइन अहिले चाहिँ अब बिरयानी पाक्यो अब खाँदैछ आउनु होला हजुरलाई पनि वेलकम छ हजुरलाई पनि बाई अब बिरयानी चाहिँ जोस् मिठो छ हामीले प्रायः जस्तो खाएर हुन्छ अब खानुपर्छ यति धेरै छ होइन यति धेरै छ अब सकिने गरी खानु पर्यो यता मेरो बुढी चाहिँ होइन मासुको बाहिर हान्दैछ क्या यता मम्मीहरू बहिनीहरू छ होइन त्यो अब रक्सीहरू छैन अरे क्या होइन साँच्ची रक्सी भित्र छ त खानु भए तातो तातो रहेछ होइन अर्को खाना गाह्रो भइरहेको है जे भयो मिठो छ मम्मीलाई एक लाइक गरिदिनु होला जे जस्तो भए पनि लाइभ सेयर गर्छु होला है मिठो छ बिरयानी चाहिँ होइन टक्क बसेर होइन मस्तले खानुपर्छ बबाल छ हाम्रो चाहिँ होइन बिरयानी खाएर सकिसक्यो यहाँनिर होइन थाल आदि भइसक्यो मतलब सकिन थाल्छिगयो यतापट्टि चाहिँ थाल सब सकेर पाल हुन थाल्छिगयो अनि बुनु कस्तो लाग्यो बिरयानी पूजालाई ओ लुदी प्रणाम मिठो छ भन त किन लजाएर त नि हाम्रो चाहिँ अब होइन बिरयानी सिरयानी खाएर सकेर होइन बिरयानी खाएर सकेपछि भाडा धस्दैछ यता मेरो बुढी चाहिँ होइन तपाईँहरूले हाम्रो भिडियो देख्नुभयो होला होइन आज दिनभरि हामीले के गर्यो कहाँ गयो भनेर होइन अब भिडियो पनि अन्तिम भइसक्यो होइन अब तपाईँहरूलाई मेरो भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है आजको लागि चाहिँ यति नै है बाई बाई